यो खाने मान्छे जुट्ने यो चना छ चना डिजिटल जमानामा WhatsApp-मा हो त्यो केरा खोइ त्यो त भन्नु मैले त खाएकै छैन केरा खाएकै छैन केरै फाल्दै नि खाएकै छैन मैले केरा नखाने भनिरहेको फाल्दैछ नखाने भनिरहेको फाल्दैछ एकदम लिदिन म भिडियो खिच्छु भनेर होइन यहाँ पछाडि भिडियो खिचिरहेको थिएँ कि मैले समय खिच्छु भने खाना हुँदैन बिहान बिहान भनेको थियो फाल्दैछ कस्तो राम्रो भिडियो खिचेको छु मैले पछाडि मागी ल मागी को यो मागी नुवाका स्नान बिहानै हाम्रो बाबा के हो भने यहाँ हुन्छ अहिले फुल हालेर रहेछ नि त फुल पनि राखेको रहेछ नि त होइन बिदा दिन चाड बनाउन आएको विदेशबाटै आयो होला हौ यहाँ बनाउन विदेशबाट गाई बस्तु सबै छन् होइन झापाको मान्छे विदेश गएर हिँड्छन् यहाँ त मान्छे पोल्ने उ नै रहेछ घाटै रहेछ घाट रहेछ नि त दुईतिरै हालेर चाहिँ यस्तो फेरि यता नि मन्दिर उता नि मन्दिर है हुँदै कति त के खानु त झापामा आएर औषधि नखाएको गाडी लागेको यति गाडी China company, China company, China company, China company.
योबाट चाहिँ सबै नेपाल भन्ने होइन यहाँ तल सबै नेपाल भन्ने है सदिच्छा यो लास्टको बोर्डर त्यही त यस्तै ड्राइभर खोज्या हो क्या हामीले अहिले त सबै डिस्क्राइब गर्दै आयो नि त हो पनि ट्रेन आइरहेको छ कि खिच्नु लाग्यो ट्रेन किन्न लाग्यो कि छोटो है ट्रेन उताको ट्रेन चढेपछि त यो त बतासिया लुप रेलको लिक रहेछ अहिले त्यो हुस्सु लाग्न अलिक कम भएको छ है अगाडि गएर खिच्नु हामी हेर्दै आउँ कस्तो लागेर सदिच्छा यस्तो धेरै सामान छ तर मलाई खानेकुरा कहाँ छ भनेर वेटिङमा छु तपाईँलाई कस्तो लाग्यो बाबालाई राम्रो दार्जिलिङ सहर राम्रो लागेको छ माइजू एकदम रमाइलो फन भइरहेछ एकदम क्यारेट केक रे हजुर त्यो चोकलाई के भयो हेर्न हो हामीले दार्जिलिङ यतैको बत्ती हो दार्जिलिङमै यो हो यस डालगुना कफी भन्छ कि दालगुना कफी र सुगर मिक्स गरेको कफी र सुगरलाई चाहिँ मिक्स
चिया नै टेस्ट गरौँ तिमी चिया खाने हो टेस्ट गरौँ न जति ग्यास्ट्रिक भयो सुन्नु सुगर एकदम कम राख्नु यसमा सुगर कम्ती नै छ होला अलरेडी यो हो हजुर सुगर चाहिँ तर कम्ती नै हालेको छु ज्यादा त हालेको छु कस मिठै छ चिया कफीको लागि यति ठुलो कप चियाको लागि चाहिँ यति सानो के मोमो भेज मोमो हो सबै भेज भेजै हो चिकन केही पाउँदैन दार्जिलिङभरि चिकन पाउँदैन यता कतै होइन पनि पाउँछ नि अरू जग्गा ए तपाईँकोमा चाहिँ भेज ए भेज मोमो कतिवटा थियो खै त जम्मा एउटा मैले पाइहालेँ खस्ला फेरि मामा हजुर के खाँदै हुनुहुन्छ दार्जिलिङ आएर दार्जिलिङ मोमो कस्तो रहेछ त मिठो छ कस्तो लाग्यो दार्जिलिङ मोमो मोमो कस्तो लाग्यो टेस्टी हाउ इज द मोमो चिकन मोमो भन्दा भेज मोमो मिठो थ्याङ्क यू चकलेट टी स्ट्रबेरी टी र पाइनएप्पल टी मिठो हुन्छ यस्तो थ्री वाला आउने होला फोटो होइन थ्री यता चाहिँ छ जस्तो बजार जुत्ता हेर्नुहुन्छ सेलमा भन्नु 3D वाला है यो सेन्टा क्लज रहेछ हजुर भिडियो चाहिँ खिचेँ कहाँनिर खिच्ने
ठीक को तो अच्छा पड़ेगा।